परमेश्वरलाई धन्यवाद होस् अनि जति पनि मलाई हेरिरहनुभएका विश्वासी जनहरूलाई परमेश्वर प्रभु येशूको नाउँमा जय मसीह छ। अनि म पास्टर जेम्स लामा आज तपाईँहरूको साथमा केही समय म बिताउन चाहन्छु अनि परमेश्वरको वचनबाट केही कुराहरू तपाईँहरूलाई म सेयर गर्न चाहन्छु। अनि मलाई विश्वास छ आज तपाईँहरू हामी सबैजना मिलेर हामी परमेश्वरको वचनबाट आशीषित हुनेछौँ। अनि विशेष गरी म आज तपाईँहरूलाई के भन्न चाहँदछु भनेदेखि कसरी परमेश्वरको वचनले हामीहरूलाई सिकाउँदछ। जस्तो मान्छेहरूसँग हामी सङ्गति गर्छौँ त्यो मानिसहरूको सङ्गतिबाट हाम्रो जीवनमा ठुलो प्रभाव पर्दो रहेछ भन्ने कुराहरू म तपाईँहरूसँग सेयर गर्न चाहन्छु। म तपाईँलाई प्रभुको वचनमा लान चाहन्छु। विशेष गरी पहिलो राजा 19 अध्यायमा 19देखि लिएर 21 पदमा हामी देख्दछौँ हरेक सङ्गतिको आत्मिकी प्रभाव छ भन्ने कुराहरू हामी पाउँदछौँ। हामी जस्तो मान्छेहरूसँग सङ्गति गर्छौँ त्यो मान्छेहरूको सङ्गतिबाट हामीहरूले केही आत्मिक प्रभावहरू पाउँदछौँ। अनि हामी बाइबलमा देख्छौँ धेरै कुराहरू जसले हामीलाई सिकाउँदछ कि कसरी आत्मिक प्रभाव चाहिँ हाम्रो जीवनमा हुँदछ। जो मान्छेहरूसँग हामी ज्यादा सङ्गति गर्छौँ, जो मान्छेहरूसँग हामी हिँडडुल गर्छौँ, जो मान्छेहरूसँग ज्यादा हामी उठ्ने बस्ने गर्छौँ त्यो मान्छेहरूको जीवनबाट हामीहरूलाई आत्मिक प्रभाव परिरहेको हामी पाउँदछौँ। अनि हामी बाइबलमा पनि त्यही कुरा पाउँदछौँ कि एलियाले जब एलिसालाई अभिषेक गर्दछ अनि एलियाले अभिषेक गरेपछि एलिसा चाहिँ एलियाको पछाडि आउन चाहेको हामी देख्दछौँ। पहिलो राजा 19 अध्यायको 19देखि लिएर 21 पदसम्म हामी पढ्दछौँ कि एलियालाई कसरी बुलाहाट भएको हामी देख्दछौँ। परमेश्वरले एलियाद्वारा एलिसाको अभिषेक भएको हामी देख्दछौँ कि कसरी एलिसाले अभिषेक पाएपछि उसले आफ्नो बुलाहाटलाई पाउँदछ अनि उसले बुलाहाटलाई चिनेपछि उसले गरिरहेको काम, उसले जोतिरहेको हलो र गोरु उसले खत्तम पार्दछ अनि ऊ एलियाको पछि गएको हामी देख्दछौँ। अनि हामी देख्दछौँ कि उसले एलियाको सेवा गरेको छ, एलियाको साथमा रहेको छ। एलियाको साथमा हुँदाखेरि उसले धेरै एलियाले गरेको चमत्कारहरू, चिन्हहरू, परमेश्वरको सामर्थ्यमा एलियाले गरेको कुराहरू एलिसाले देखेको थिए। अनि हामी देख्दछौँ कि एलिसाको जीवनमा ठुलो एउटा प्रभाव परेको हामी देख्दछौँ। अनि एक समय आउँछ कि एलियालाई परमेश्वरले उठाएर लैजानु लाग्नु भएको छ अनि ऊ स्वर्गमा जिउँदै उठाएर लैजानु अब परमेश्वरले चाहनु भएको छ। अनि जानु अगाडि नै एलियालाई थाहा छ कि अब मलाई परमेश्वरले उठाउनु हुनेछ। अनि एलिसालाई पनि थाहा हुन्छ कि मेरो गुरुलाई चाहिँ अब परमेश्वरले उठाएर लानु हुनेछ। अनि एलियाले एलिसालाई सोध्दछ तिमी के चाहन्छौ मबाट? अनि एलिसाले एउटै कुरा भन्छ एलियालाई कि जुन आत्माको सामर्थ्य तपाईँमा छ, जुन आत्माको अभिषेक तपाईँकोमा छ त्योभन्दा दुगुना आत्माको सामर्थ्य, त्यो अभिषेक मलाई चाहियो भनेर एलिसाले एलियालाई भन्दछ। अनि प्रिय हो, म यहाँ देख्दछु एलियालाई जब परमेश्वरले उठाएर लानुहुन्छ स्वर्गमा अनि एलिसाले देख्दछ उसको गुरुलाई परमेश्वरको राज्यमा जिउँदै परमेश्वरले उठाइरहेको देख्दछ। अनि उसको चादर जब उसले टिप्छ अनि त्यो चादरबाट हामी देख्दछौँ कि एलिसाको जीवनमा एउटा डबल पोर्सन अफ एनोइन्टिङ, दोगुना परमेश्वरको अभिषेकलाई हामी देख्दछौँ उसको जीवनमा काम गर्न थालेको। अनि म तपाईँलाई के भन्न चाहन्छु भनेदेखि जब हामी परमेश्वरको वचनमा हेर्छौँ एलिसाले एलियाको सङ्गति कति सालसम्म गर्यो भन्दाखेरि एलिसाले एलियासँग चाहिँ 20 वर्षसम्म एलिसाले चाहिँ एलियासँग जीवन बिताएको हामी देख्दछौँ। अनि एउटा ठुलो प्रभाव एलिसाको जीवनमा हामी देख्दछौँ प्रिय हो, हालेलुया। अनि एलियाको सङ्गतिले एलिसालाई ठुलो प्रभाव पारेको छ प्रिय हो। अनि हामी देख्दछौँ उसले यस्तो समय आउँछ त्यति बेला एलियाको समयमा, एलिसाको समयमा थुप्रै भविष्यवक्ताहरूको स्कुलहरू थियो, भविष्यवक्ताको छोराछोरीहरू थिए। लेकिन जब दुगुना परमेश्वरको अभिषेकलाई पाउने समय आउँछ त्यति बेला चाहिँ अरू कुनै भविष्यवक्ताको छोराछोरीले पाएको छैन, तर एलिसाले त्यो दुगुना अभिषेकलाई पाएको हामी देख्छौँ। हालेलुया, परमेश्वरलाई महिमा होस्। आज म के देख्दछु भनेदेखि अभिषेक जनहरूसँग बसेर उहाँहरूको सेवा गर्दा पनि हामीले अभिषेक पाउँदो रहेछौँ भन्ने कुराहरू हामी पाउँदछौँ। जब हामी असल व्यक्तिहरूसँग सङ्गति गर्छौँ त्यो सङ्गतिले चाहिँ हामीहरूलाई आत्मिक प्रभाव पार्दछ प्रिय हो। अनि त्यो आत्मिक प्रभावले या त तपाईँलाई परमेश्वरको त्यो महानतालाई पक्रिनुमा तपाईँलाई सहायता पुर्याउनेछ, या त त्यो आत्मिक प्रभाव यस्तो पनि हुनसक्छ त्यो आत्मिक प्रभावले तपाईँको आत्मिक जीवन, हाम्रो आत्मिक
जीवनलाई बर्बाद गरेर त्यो आत्मिक जीवन खत्तम पनि पार्न सक्छ। यसकारण हामीहरूलाई सावधान हुनुपर्ने कुरा के छ भनेदेखि हामीले चाहिँ जान्नुपर्छ कि कस्तो मान्छेहरूसँग हामीले धेरै उठ्ने बट्ने बस्ने काम गर्ने, कस्तो मान्छेहरूसँग ज्यादा सङ्गति गर्ने, आज हामीहरूलाई त्यो कुरालाई चिन्नु खाँचो छ प्रिय हो। अनि म तपाईँलाई भन्न चाहन्छु यहुदा इस्करियोती पनि यस्तै एउटा व्यक्ति थियो जसलाई एउटा सौभाग्य प्राप्त थियो कि ऊ येशू जस्तो महान उद्धारकर्ताको साथमा बस्ने, उसँग उठ्ने, उसको साथमा सेवकाई गर्ने, उसको साथमा हिँड्ने डुल्ने अनि उहाँको चेलाहरूको साथमा बस्ने एउटा ठुलो सौभाग्य उसले प्राप्त गरेको थियो। तर हामी देख्दछौँ प्रभु येशू पनि आफ्नो रिलेसनसिपको प्रति, आफ्नो सम्बन्धको प्रति ऊ सावधान भएका थिए। त्यति बेलाको समयमा थुप्रै यहुदीहरूको बिचमा सदुकी फरिसीहरू, धेरै पढालेखा मान्छेहरू, धेरै व्यवस्थालाई जान्ने मान्छेहरू पनि त्यति बेला थिए। तर प्रभु येशूले ज्यादा सङ्गति, ज्यादा उठ्ने र बस्ने, ज्यादा समय उहाँले चाहिँ सदुकी फरिसीहरूसँग बिताउनु भएन। तर उहाँले ज्यादा समय चाहिँ यस्तो साधारण व्यक्तिहरूसँग बिताउनु भयो, मछुवाहरूसँग बिताउनु भयो, ट्याक्स कलेक्टरहरूसँग बिताउनु भयो। अनि त्यो मान्छेहरूको जीवनलाई हामी देख्दछौँ कि प्रभु येशूको सङ्गति पाउँदाखेरि त्यो मान्छेहरू चाहिँ येशूसँग भएको कारणले तिनीहरूले महान महान काम गरेको हामी देख्छौँ। यूहन्ना, पत्रुस, याकुबको जीवनमा हामी देख्छौँ कि तिनीहरूको जीवनमा ठुलो ठुलो कामहरू भएको हामी देख्छौँ। अनि मान्छेले जब देख्छ कि यो मान्छेहरू त अनपढ मान्छेहरू हो, यो मान्छेहरू त पढालेखा नभएको मान्छेहरू हो, कसरी यिनीहरूले यस्तो ठुल्ठुलो ज्ञानको कुराहरू गर्दैछ। अनि मान्छेहरूले भने यी मानिसहरू चाहिँ प्रभु येशू ख्रिस्टसँग बस्थे, उसँग सुत्थे, उसँग खाना खान्थे, उसँग सेवकाई गर्थे। यसकारण हामी देख्दछौँ कि येशू ख्रिस्टको सङ्गतिले तिनीहरूको जीवनमा ठुलो प्रभाव पारेको छ प्रिय हो। अनि संसारलाई उल्टा पुल्टा पार्ने शक्ति र प्रभाव तिनीहरूको जीवनमा हामी देख्दछौँ। अनि म आज यही कुरा भन्न चाहन्छौँ, हामीहरूको सङ्गति, हामी कुन चाहिँ मान्छेहरूसँग ज्यादा समय बिताउँछौँ, कुन मान्छेहरूसँग हामी ज्यादा समयहरू व्यतीत गर्छौँ, त्यो कुराले हाम्रो जीवनमा ठुलो प्रभाव पार्न सक्छ। हामी देख्दछौँ कि येशू ख्रिस्ट, येशू मसीही, येशू प्रभुको चेला, 12 चेलामध्ये एकजना चेला जसको नाम चाहिँ यहुदा इस्करियोती थियो। हामी देख्दछौँ सायद उहाँको ज्यादा समय उठ्ने बस्ने अनि ज्यादा समय चाहिँ उसले प्रभु येशूसँग होइन, तर उसको ज्यादा सङ्गति चाहिँ त्यहाँ यहुदीहरूका पढालेखा गुरुहरू, सदुकी फरिसीहरूसँग उसको ज्यादा समय भएको कारणले, समय बिताएको कारणले हामी देख्दछौँ यस्तो समय आउँछ उसले आफ्नो उद्धारकर्तालाई धोका दिएको हामी पाउँदछौँ। आज तपाईँले र मैले असल व्यक्तिहरूलाई चिन्यौँ भनेदेखि, आज तपाईँले र मैले असल सङ्गतिलाई हामीले चुनेनौँ भनेदेखि हामीले पनि यस्ता इमान्दार र साँचो मान्छेहरूलाई हामीले धोका दिन सक्छौँ प्रिय हो। अनि म तपाईँलाई भन्न चाहन्छु यहुदा इस्करियोतीको आत्मिक जीवन खत्तम भएर गयो। उसको पुस्ताले उसलाई चिनेन। उसलाई के प्रकारले चिन्यो भनेदेखि ऊ एउटा श्रापित व्यक्तिको रूपमा चिनियो। उसले चाहिँ एउटा उद्धारकर्तालाई धोका दियो भन्ने कुराहरू हामी पाउँदछौँ। प्रिय, म तपाईँलाई भन्न चाहन्छु यदि यहुदा इस्करियोतीले प्रभु येशूसँग गहिरो सम्बन्ध राखेको भए, यदि प्रभु येशूलाई राम्रो प्रकारले चिनेको भए, उहाँसँग असल सङ्गति गरेको भए, आज यहुदा इस्करियोती पनि याकुब, पत्रुस र अरूहरू जस्तै महान व्यक्ति हुन सक्ने थियो। बाइबलमा उसको नाम विख्यात हुने थियो, असल कुरामा, असल नाममा ऊ विख्यात हुने थियो होला। तर हामी देख्दछौँ कि उसको नाम चाहिँ श्रापित गिनिएको छ। ऊ झुन्डेर मरेका भूमि पनि श्रापित भएको छ। आजसम्म हामी देख्दछौँ उसको पुस्ताले पनि श्राप पाएको हामी देख्दछौँ। आज तपाईँ र मैले चाहिँ एकदमै होसियार हुनुपर्छ हाम्रो सङ्गतिमा कि हामी कुन चाहिँ मान्छेहरूसँग, कस्तो मान्छेहरूसँग ज्यादा उठ्ने बस्ने गर्छौँ, कस्तो मान्छेहरूसँग ज्यादा समय बिताउँछौँ। त्यसले हाम्रो जीवनमा, हाम्रो आत्मिक जीवनमा ठुलो प्रभाव पार्दछ प्रिय हो। आज म तपाईँलाई भन्न चाहन्छु एलिसा जस्तो महान चेला खडा भयो किनभने एलियाको उसले सङ्गति पायो। एलियाले उसको जीवनलाई प्रभाव पारेको हामी देख्छौँ। एलियाले परमेश्वरप्रतिको भरोसा, परमेश्वरको महान काम उसले कसरी गर्यो भनेदेखि एलियाको चाहिँ परमेश्वरसँग गहिरो सम्बन्ध थियो। अनि हामी देख्दछौँ त्यसरी नै एलिसा पनि परमेश्वरप्रति भरोसा राख्ने व्यक्ति, परमेश्वरको सामर्थ्यमा खडा हुने व्यक्ति भएको हामी देख्दछौँ। अनि उसले दोगुना अभिषेकलाई उसले पाएको हामी देख्दछौँ। आज तपाईँलाई र मलाई पनि परमेश्वरले हाम्रो अभिषेकलाई बढाउन चाहनुहुन्छ। परमेश्वरले हाम्रो अभिषेकलाई ठुलो बनाउन चाहनुहुन्छ। हामीलाई दुगुना अभिषेक प्रभुले दिनु चाहनुहुन्छ। आज हामीले जान्नुपर्छ कि कस्तो मान्छेहरूसँग हामी सङ्गति गर्दछौँ। प्रिय हो, आज म तपाईँलाई इन्करेज गर्न चाहन्छु कि प्रभुले तपाईँलाई
महान रूपमा आशिष दिन चाहनुहुन्छ। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। तपाईँमा भएको अभिषेकलाई परमेश्वरले बढाउन चाहनुहुन्छ। तपाईँलाई संसारका महान काम गर्नेहरू व्यक्तिहरूमा तपाईँको नाउँलाई परमेश्वरले गिन्नु चाहनुहुन्छ। तपाईँ र म चाहिँ आज हामी होसियार हुनुपर्छ कि हामी कस्तो मान्छेहरूसँग समय बिताउँछौँ, कस्तो मान्छेहरूसँग ज्यादा समय बिताउँछौँ, कस्तो मान्छेहरूसँग हामी इन्भेस्ट गर्दैछौँ हाम्रो समयहरू। आज हामीलाई होसियार हुनुपर्छ। प्रभुले हामीलाई त्यही कुराहरू सिकाउनु हुँदैछ। प्रिय हो, आज परमेश्वरले तपाईँलाई महान रूपले आशिष दिउन्। आउनुहोस् हामी प्रार्थना गरौँ। तपाईँमा दुःख छ, तपाईँमा समस्या छ, तपाईँको सङ्गतिले तपाईँको जीवन बर्बाद भएको छ भनेदेखि आज तपाईँलाई र मलाई मौका छ, तपाईँलाई मौका छ कि आज फेरि फर्केर प्रभुलाई प्रार्थना गर्नुहोस् अनि तपाईँलाई परमेश्वरले यस्तो जग्गामा लानु, अचम्मको जग्गामा, कमालको जग्गामा परमेश्वरले तपाईँलाई एक दिन पुर्याउनु हुनेछ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ यस घडी अनि परमेश्वरबाट आशिष थाप्नेछौँ। महान परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। साँच्चै नै प्रभु, आज हामीहरूको सङ्गतिले गर्दाखेरि कति मान्छेहरू बर्बाद भएको छन् अनि कति मान्छेहरू परमेश्वर तपाईँको महान कुरालाई उनीहरूले पक्रेर उनीहरूको जिन्दगीमा असल भएर आशिषित भएर तिनीहरू अगाडि बढिरहेका छन्। प्रभु, आज हामी धेरैपल्ट यस्तो कुरामा हामीहरूले नबुझेको कारणले हामीहरूको आत्मिक जीवन बर्बाद भएको हुन्छ। है परमेश्वर, म प्रार्थना गर्छु आज जति पनि मान्छेहरूको जीवनमा यस्तो भइरहेको छ प्रभु, म प्रार्थना गर्छु तपाईँले आँखा खोलिदिनुहोस् प्रभु, आशिष दिनुहोस् प्रभु, ढोका खोलिदिनुहोस् उहाँहरूको लागि, ताकि तिनीहरूले आज बुझ्न सकोस् प्रभु कि परमेश्वर तपाईँबाट दुगुनै आशिष पाउनुको लागि, तपाईँको महान कुरालाई पक्रिनुको लागि चाहिँ प्रभु हामीले सङ्गतिमा ध्यान दिनुपर्नेछ। प्रभु धन्यवाद, हाम्रो प्रार्थना सुन्नुभएको लागि येशूको नाम।